ल है गाईचहरू आज यहाँ मौरी पालन आएको छ गाईचहरू हेरौँ त मौरी कत्रो गुन्केको गुन्नु आमा हौ कत्रो कराएको निकै ठुलो भइसकेको रहेछ गाईचहरू ल गाईचहरू यहाँनिर फापर हेरौँ गाईचहरू तिते फापर छरौँला भन्थ्यो नि गाईचहरू यही है गाईचहरूलाई फापर रे गाईचहरू मिठे फापर यो चाहिँ ढेँडोसँग चाहिँ अचार यसको दामी जान्छ एप्पल चाहिँ हाम्रो लटराममै फलेको छ साथी हो गाईचहरू हेरौँ बोटे ढलिसकिसकेको छ गाईचहरू फिलिङ्गे पनि छ है हामीसँग सिबीको चाहिँ यहाँनिर हाम्रो बगान छ गाईचहरू है हेरौँ है सिबीहरू चाहिँ बगान छ हामीसँग यो कागतीहरू गाईचहरू हामीसँग टन्न फुलेको छ गाईचहरू हेरौँ कागती टाइममै फुलेको छ सुन्तला पनि छ गाईचहरू हामीसँग गाईचहरूलाई है सुन्तला नेपालको नस्पति हेरौँ गाईचहरू आमा यसपालि त खाइ नसकिने रहेछ गाईचहरू हो नस्पतिहरू हेरौँ न यहाँनिर लुङ्गिएको बोटमा यो हेरौँ एउटै हाँगामा मात्रै कति छ गाईचहरू हेरौँ त है टराम्मै फलेको छ गाईचहरू हाम्रो बारीमा गाईचहरू लुङ्गिएछ गाईचहरू हेरौँ त डल्ले खोर्सानी पनि पुरा हाम्रो फुल्दैछ गाईचहरू दाना पनि लाग्यो अब चाहिँ गाईचहरू है यी फुल दानाहरू लाग्दैछ गाईचहरूलाई यहाँ बिउ छ यहाँनिर गाईचहरूलाई है सनफ्लावर अब भर्खर निस्किनु थाल्यो गाईचहरूलाई है खोर्सानी चाहिँ लटराममै यहाँनिर सनफ्लावरहरू निस्किँदैछ खोर्सानीले चाहिँ मजाले फुलेको छ गाईचहरू यस्तो ड्रममा हुँदो रहेछ नि त गाईचहरू मजाले पेली गाईचहरू यहाँ स्पेसल छ गाईचहरू स्पेसल यहाँनिर एक नम्बर चाहिँ गाईचहरू के छ भने हामीसँग नि अब यो सालदेखिको न्यू सालमा गाईचहरू बोके टिमुर हामीले घरमै फलाएको छौँ यी गाईचहरू हेरौँ बोके टिमुर यो हिजोस्ति सारेको थियौँ टिमुर दामी फुलेको छ है गाईचहरू के टिमुर भन्छ यसको नाम मैले चाहिँ त्यतिकै बोके टिमुर भने गाईचहरूलाई है यहाँनिर है सिल टिमुर के टिमुरहरू हुन्छ यहाँ तिते यो बिही गाईचहरूलाई गाईको घरमा त तितेपाती त हुनैपर्छ गाईचहरू तितेपाती हो यो हाम्रो एकदम तितेपाती बारीहरू पनि छ गाईचहरू यहाँ हेरौँ गाईचहरू तोरी चाहिँ कति यहाँनिर पुरा राखेको छौँ तोरी तेल बनाउनु गाईचहरू तोरी तेल लाएर धनियाँ चाहिँ हेरौँ न गाईचहरू धनियाँ अब यहाँ टमाटर लटरम्मै छ गाईचहरू डल्ले खोर्सानीहरू है यिनीहरू चाहिँ गाईचहरू फुल्दैछ गाईचहरू यहाँनिर हेरौँ त ट्याप्पै फुल्दैछ गाईचहरू इस्कुस बगान छ गाईचहरू यहाँनिर अब यो चाहिँ लटराममै इस्कुस हो मुन्टा खाने अब अलिअलि दिनमा हुन्छ गाईचहरू मुन्टा इस्कुसहरू खाने है धनियाँ पनि बिउ हुनु थालेछ दाना यसपालि चाहिँ यो अर्कै झ्याङ मकै फलेछ हौ गाईचहरू खै कस्तो खाले मकै हो यो हेरौँ न गाईचहरू मकै बारीमा चाहिँ नि यस्तो खाले मकै फुलेको छ सिबीहरू यस्तो रातो फुल्दैछ यहाँनिर चाहिँ गाईचहरू है यहाँनिर हेरौँ न हाम्रो यो अमिलो कागतीले पनि दाना लागेछ यहाँनिर त दाना लागेछ यत्रो त भएछ है दाना पनि निकै ठुल्ठुलो भइसकेछ यहाँनिर चाहिँ गाईचहरू हेरौँ एप्पल हाम्रो निकै ठुल्ठुलो एप्पल चाहिँ टन्नै छ यसपालि गाईचहरू है खोर्सानी चाहिँ बरु मसिनो भए पनि फुल्दैछ गाईचहरू ट्याप्पै फुलेको छ दाना लागिसकेछ हौ बिउ है यो चाहिँ आगुङ साल गाईचहरूलाई अर्को झ्याङमा पनि गाईचहरू ट्याप्पै फलिरहेछ है गाईचहरू ल 12 मासे गाईचहरू दाना यत्रो भएको छ गाईचहरू यहाँ पनि फुल्दैछ गाईचहरू है फुल्दैछ यहाँनिर दाना ट्याप्पै छ यो अमिलो गाईचहरूलाई है चाहिँ यो बागेको दबाई गाईचहरू मुना पलाउँदैछ गाईचहरू है एउटा चाहिँ मुना पलाउँदैछ गाईचहरू सानो बागे नि हो बागेको पत्तै हो